हेलो साथीहरु, आज हामी जाँदैछौँ जुन हर्रा जुन आयुर्वेदिकमा रामबाण दबाई भन्छ त्यो लिन जाँदैछु र त्यो कहाँ छ म तपाईहरुलाई देखाउँछु र त्यसको लागि हामीले जुगाडपाती हैन के बोकेछौँ खै एउटा अरु झोला झोलामा हामी ल्याउँछौँ र हेरौँ कति भेटिन्छ म तपाईहरुलाई देखाउँछु। साथीभाइहरु, आज हामी हररको गाछको फेदमा आएको छौँ र हामी तपाईहरुलाई हरर टिपेर तपाईहरुलाई म देखाउन चाहन्छु र हरर खाँदाखेरि हामीलाई के फाइदा हुन्छ तपाईहरुलाई त्यो पनि म शेयर गर्न चाहन्छु। आउनुहोस्, तपाईहरुलाई म हरर खाएर र यसको गुणहरु के छ म तपाईहरुलाई शेयर गर्न चाहन्छु। र हररको लाई लिनु अनि हामी दुईजना आएको छौँ मामा भान्जा, उहाँ हुनुहुन्छ हाम्रो राहुल ग्यासुङगले र उहाँ हुनुहुन्छ मेरो खुदमामा र अहिले हामी आएको छौँ फाइनली जङ्गलमा आइपुगेको छौँ र हररको फेदमा आइपुगेको छौँ। यहाँ हेर्नुहोस् र अहिले आउने बित्तिकै हामीले एउटा फल भेट्यौँ र यो मलाई चाहिँ अलिकति ग्यासको समस्या छ र यो ग्यासको चाहिँ सबैभन्दा धेरै अरे कहना क्या चाहते हो? एकदम सबैभन्दा धेरै राम्रो दबाई भनिन्छ ल। त्यसको लागि चाहिँ म यहाँ आएको विशेष कारण भन्न जाँदाखेरि र यो जुन जसको कपालहरू ग्रोथ हुँदैन त्यसको लागि पनि सबैभन्दा धेरै उपचारी भनिन्छ यसलाई है। आजभोलि त भन्नु जाँदाखेरि जुन डक्टरको मेडिसिनहरू त मान्छेहरूले आजभोलि खानु कम्ती गर्दै जाँदैछन् र आजभोलि आयुर्वेदिक अपनाउनु जाँदैछ होइन। आजभोलि मान्छेहरूले आयुर्वेदिक अपनाउनु जाँदैछ र आज म पनि त्यही आयुर्वेदिकलाई अपनाउनु लागि यो हररको खोज्दै आएको र हरर हाम्रो गाउँमै रहेछ, हाम्रो गाउँको जङ्गलमै र हरर हामीले कति भेट्छौँ त त्यो तपाईहरुलाई म शेयर गर्न चाहन्छु। आउनुहोस् हामी हररलाई हामी खोज्यौँ। अब कति भेटिन्छ त हैन, कति भेटिन्छ लु। हामीले अहिले त दुईटा भेट्यौँ, अब हामी खोज्यौँ अगाडि। आउनु को गाछ हररको फल यहाँ हेर्नुहुन्छ नि, यो हो हरर र यसलाई कहीँ भेट्नुभयो भने यसलाई नछोड्नु होला। यो सबभन्दा राम्रो रामबाण दबाई हो भनिन्छ यो चाहिँ आयुर्वेदिकमा चाहिँ। जसलाई ग्यासको समस्या छ त्यसले चाहिँ ग्यास भएपछि यसलाई दुईटा गरेर खानुहोस्। यसलाई खानु हो भने तपाईको ग्यास चाहिँ मुक्त हुन्छ भनेको छ हाम्रो आयुर्वेदिकमा। आउनुहोस्। फाइनली हाम्रो मोटामोटी हामीलाई जुन हरर थियो हरर हामीले भेटिसक्यौँ र कति भेट्यौँ भन्दाखेरि जाँदाखेरि यहाँ हेर्नुहोस्, यसलाई हामी अब घरमा लगेर पिसेर पाउडर बनाउँछौँ। यसलाई होइन, यसलाई पिसेर पाउडर बनाएर डेली 1 चम्मच गरम पानीमा लगाएर हर डेली खान्छौँ। यो चाहिँ ग्यासको लागि स्पेसली भन्न जाँदाखेरि यहाँ हेर्नुहोस्, जुन अर्को कुरो जुन कपाल जुन ग्रोथ हुँदैन त्यसको लागि पनि यो रामबाण औषधि भनिन्छ है। हेर्नुहोस्, त्यही लागि हामीले खोज्दै आएको, यहाँ हामीले फाइनली पाइयो। राम्रो कुरो हो। यहाँ हेर्नुहोस्, हेर्नुभयो भने यहाँ हामीले लगभग 3 किलो जति भेटियो, 3 केजी जति। र यो चाहिँ हामी गाउँमा जुन साथी जाँदाखेरि जुन बाटोमा भेटिन्छ उहाँहरूलाई पनि एउटा दुईटा दिँदै जान्छौँ हामी। हेर्नुहोस्, अगाडि बढौँ, लेट्स गो। ल उठाम त यसलाई। यहाँ पनि यति रहेछ, यहाँ पनि हामीले यति भेट्यौँ र यहाँनिर मोटामोटी हामीले 3 किलो जति भेट्यौँ। ल अब हामी यहाँ फटाफट टिप्दैछौँ। ल अब हामीलाई पुग्यो, अब हामी जाँदैछौँ घर। आउनुहोस्। अनि मामा हर्रा खोजेर कस्तो लाग्यो नि? एकदम बढिया लाग्यो, रमाइलो लाग्यो है? रमाइलो लाग्यो हल्का। यहाँको जुन अक्सिजन छ नि, अक्सिजन
फ्रेस छ के फ्रेस छ यो जुन यहाँको शीतल यहाँको जुन घाँस गसनीको नेचुरल हावा यस्तो मान्दाखेरि जो पनि खुसी भइहाल्छ नि हैन हजुर खुसी छौँ हामी हाम्रो यस्तो परिवेशमा बस्नु पाइएको छ हजुर रमाइलो छ शीतल छ केही पोल्युसन छैन बेस्ट यसलाई भन्छ प्राकृतिकमा बसिएको ल फाइनली हामी बाटोमा आइपुग्यौँ र उहाँ पनि निक्लिनु भयो र यता हेर्नु जानुहुन्छ भने मेरो अब बाइक छ बाइकमा चढिन्छ र अनि गइन्छ यता हेर्नुहुन्छ भने हाम्रो यता सामराङ हो र यता हेर्नुहुन्छ भुटान यता हेर्नुहुन्छ भने यो बाटो चाहिँ भुटान जान्छ है सामराङ भुटान अँ। फाइनली लु अब हामी टक्कै बाइकमा चढ्यौँ र हामी बाइक चालु गर्छौँ जाँदैछौँ हेर्नुहोस् राहुल घ्यासुङ्गाले घ्यासुङ गरे उहाँलाई मेरो एउटा दाई भेट्नु भयो गाउँको दाई उहाँलाई म हर चिज यो जुन मैले अघि देखाएको थिएँ तपाईँहरूलाई उहाँ हाम्रो कमलजी के समस्या छ यो खाने यो खोकीको दबाईको हो खोकीको दबाई हो यो भाइलाई अलिकति थाहा रहेछ है यो दबाईको बारे अनि अर्को कुरो ग्यासको पनि राम्रो हो नि फेरि यो ग्यास ग्यास ग्यासको पनि राम्रो हो नि यो ल ल ल राम्रोसँगले खानु दिनमा एउटा कि दुईवटा मात्रै खानु त्योभन्दा बढी नखानु नि फेरि ल त दाई ल ओके दाई